के गर्दै हो केटाकेटी हो वेलकम ब्याक है वेलकम ब्याक सुरु भयो अर्को भ्लगमा हजुर अब मैले त यहाँ यस्तो के हो यो ज्ञानु सरले चटपट बनाउँदैछ नि यहाँ सुरत दाइले फेरि सुरज दाई बडी देखाएर आम्स देखाएर ससेस स्पेसल बनाउँदैछ सिसा चिल्ली विनिता थापा फेरि के गर्दै हो विनिता थापा हाम्रो हेल्पर लडिक छ यिनीहरूलाई एउटा ट्रक किनिदिनु पऱ्यो फुड ट्रक बिजनेस सुरु गराइदिनु पऱ्यो यिनीहरूको ल ट्याक्क लाएर ल ठिक छ खै ओहो एरम सर हेलो नाम के हो खानी भन् जस्तो भयो भर्खरको भर्खर पाकिसक्यो कति 2 सेकेन्डमै पाक्यो क्या हो झ्यापझोप बनेर यहाँ त खानेकुरा त फेरि नाम के हो खानी काम के हो खानी त्यहाँ पनि बसेर खाँदै रहेछन् नि त त्यहाँ पनि बसेर खाँदै रहेछन् नि त हो त्यहाँ पनि बसेर खाँदै खान् हामी यता बसेर खाऊँ होइन सुरत दाइ यो के को जुस भने यो अङ्गुरको है अङ्गुर फ्रम अङ्गुरै है छ अङ्गुरको जुस पत्ता है यो त्यहाँको होइन है हाम्रो जुस फेरि यहाँ त खोल्नु पऱ्यो अब यो के आइटम हो यस्तो चाइनातिरको जस्तो खतरा खाँदै यो त यो आइटम त यहाँ पाउनु होला यो होइन यो अलिक महँगै आइटम जस्तो लाग्यो मलाई एक्सपेन्सिभ यो त प्योर हेल्दी डाइट यो फेरि एकदम हेल्दी ल भाउजूले पकाएको आलु फ्राई ओहो मासु खाने भने पनि आलु फ्राई अरे फेरि के हो पारा अनि भएन है भेज अरे अनि यो के हो फेरि भेज अनि चिकन अनि चिकन है त्यस्तो हो भनेपछि त आज त 80-90 वटा आइटम छ भेराइटीमा रमाइलो छ है फेरि रमाइलो छ एरोनलाई सबलाई स्पेसल हो क्या अघि नै भनेको होइन 80-90 वटा भेराइटी बन्दैछ भनेर अब यहाँ फेरि अर्को बन्न सुरु भइसक्यो यहाँ त्यसपछि अब यहाँ त कटिङ छ यो हल्का फोरलाई इग्नोर गरिदिउँ है गाइजहरू यो छैन केही छैन यहाँ ओ कपिराइट लाग्छ फेरि ब्याकग्राउन्ड म्युजिकलाई यस्तो गाह्रो छ फेरि के आजको सेफ हजुर हो सुरत दाइ म हो भन्थ्यो फेरि भन्न मिल्दैन त्यसरी त्यसै भन्नु मिल्दैन ल के बनाउनु भयो भन्नु न त आज हाम्रो बनेछ यहाँ चिकन करी चिकन करी नेपाली स्टाइल हेर्दै पुरै खाम जस्तो छ यार यो त लोकल कुखुरा टाउको दुखेर माथि सुत्यो नि त मैले बनाएँ कसले बनाएको खास यो चल्यो मैले अन्त आलु फ्राई हल्का कचुम्बर टाइपको अचार रहेछ यहाँ कचुम्बर टाइपकै भयो सलाद भनिदिउँ न भात छ भात त भातै भयो पानी भयो अरू त के छ दाजुभाइ छ त्यही हो ल है सर्लक्क सबैजना म पनि छु है यहाँ गाइजहरू खाम खाइहालौँ खाएर फेरि अहिले डुल्न छ अहिले डुलेको पनि देखाउँछौँ हामी डोन्ट वरी गाइजहरू हामी डुलेको पनि देखाउँछौँ मैले खानै जन्मेको खानी त होला होइन हालिदिनुहोस् के छ सलाद खाने भयो त्यहाँ अलि अमिलो कम हालेछु मैले ल हुन्छ दाइ हुन्छ डोन्ट वरी केही छैन हामी कम्प्लेन गर्दैनौँ त्यो माछा रोस्ट माछा हाल्दैन नि सुरजलाई माछाको ह्याकुलो माछाको ह्याकुलो भयो जहाँ गए पनि नेपाली त नेपाली हो नजाने हातैले खाने हो यस्तो रे साह्रै मिठो रोस्ट पनि देखाएको चिकन ग्रेभी विथ सलाद हेर्नु त हो दाइको हातै मिठो यस्तो ठाउँमा आएर यस्तो रेट खाइएको यता यति मजाले भन्ने कसरी सोच्दै थिएँ छैन नि मजा आयो ए यहाँनिर मिट मसला हाल्न बिर्सेको हालेको ए
फेरि भनिहाल्यो त्यो ह्याट तेरि रिफिल भइहाल्यो हजुरले होइन भुल्नु भएछ क्या मिठो एकदम मिठो एकदम मिठो यस खानासाना खाएर अब यसो पचाउन हिँडियो सर र अब एक राउन्ड डुलेर आउने विचार गरियो हामीहरू ए जाम हो जाम हजुर छिटो आउनु न हो कहाँ हो जाम छिटो हजमला वाक यसलाई भन्छ हजमला वाक पचाउन हिँडेको यसलाई भन्छ हजमला वाक वाक वाला वाक ए भर्खर त्यत्रो खाएर के हो फेरि अझ लुकाएको तँलाई हजमला वाक जाँदैन यसले त खाँदै हिँड्ने हो अन्दो रहेछ ओहो डाँडा खरे साइला ओहो हजमला हजमला सर यही छुट्यो र छुटेन हिँड्यो हजमला ग्याङहरू ल सुरु भयो Hola guys. घुमेर आउँदा छोरो सुतेपछि यस्तै हुन्छ बोक्नुपर्छ डाइरेक्ट माथि लैजानु बिस्तारामा सिधै गुड मर्निङ गाइज गुड मर्निङ ल हाम्रो अब घर जाने तयारी हुँदैछ सामान राखेँ यता आज बल्ल घाम लागेको मस्त पारामा हिजो बिहान पानी पर्यो 12 बजे चेकआउट छ त्यही भएर हामी के रेडी गर्दैछौँ के रेडी गर्दैछौँ चिकन यता पोटाटो अनि यहाँ कफी भन्दै पर्छ मलाई अरू फेरि भेटौँला अब भिडियो चाहिँ लास्टसम्म हेर्नु लास्टमा भन्छु फेरि भेटौँला फेरि अहिले स्किप गर्दैन त्यसो त फेरि मिलियन्समा भ्यू गर्नु ल सुरु त राम्रोसँग है ए पानी खानु त्यसो सबैजना टोली हिँड्यो नि होइन अब मतलब रुम छोडेर चेकआउट गरेर हिँड्यो तर यता चाहिँ घुमघाम चाहिँ छ यस्तो रमाइलो ठाउँ छोडेर कहाँ जाने हो र ओ यादमा तिम्रो फेरि यो हो कहाँ भनिदिउँ अब खै यो सुन्तला मलेखो अब एकैछिनमा माछा त्यहाँ बेच्न राखेको देखाउँछु म तर यतातिर कस्तो राम्रो के है गाउँ घरहरू के टक्क शान्त मान्छे भिडभाड पनि नै त्यस्तो उयो टुरिस्ट एरिया उतातिर गयो भने ठाउँ ठाउँमा चाहिँ छ है भिडभाड चाहिँ कस्तो भर्खर बोट गयो कि अल्फुबेराको हामी हिडन बिचमा जाँदैछौँ केप सहितको पुरै त्यो यो उसके रातो माटो होइन यहाँदेखि ल है
यस्तो रहेछ पुरै तल हेलो 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 गाइज कता हो फेरि कहाँ गयो ढिकिच्याउ खेल्दै गयो बोट फेरि त्यहाँ खतरा उसाखा आज छाल हावा चल्यो हो सेक्रेट बिच खोज्न आएको सुरत दाइले खोज्दा खोज्दा बल्ल भेटिनु भयो सुरत दाइ हराएर यहाँ पर्छ ओ निस्किनबाट हराएर हिडन बिच भेटिएन अब मान्छे चाहिँ हिडन हुने बेला आइसक्यो घामले गर्दा ठाउँ चाहिँ राम्रो हो तर कता आइछ खोजेको कुरा नि भेट्टेन सुरत दाइलाई एउटा कन्या खोजिदिने भनेको त्यो पनि भेट्टेन के गर्ने होला गाह्रो भयो त सम्पर्क नम्बर 98 470 88 999 सम्पर्क गर्दा हुन्छ है लागोस् समय यस्तै होला होइन यो त यत्रो सोलर रहेछ र पनि अस्ति 10 घन्टा गयो खै लाइन त यहाँदेखि खोलेर होइन उता लग्यो होला अलफुलबारी सकेर लागसतिर नि आइयो थाक्यो यस्तै सर सिडी अलफुलबारी हर यस्तै सिडी हिँड्यो कहाँ थाक्यो वहाँ तलदेखि आएको देखिँदो रहेछ है यहाँ त त्यो उस भएर हो क्या कोस्टल गार्डहरू आए जस्तो भयो होइन त्यो उसो हो त पछाडिको के त्यो होइन लागोस पोर्चुगल वेलकम टु लागोस दाफुन्डु ओके क्रुजको प्रथम दाफुन्डु अब दाफन्डु जाने होइन अब रोनाल्डोको घर जाने हो यतै कता छ अरे एउटा एरो न्यू होम जाने रे ए एरो न्यू होम काकालाई भन काका काका हजुर न्यू हाउस कहाँ हो न्यू हाउस
भाउजू स्विमिङ खाने भन्नु होइन? स्विमिङ अरे हजुर न्यु आर स्विमिङ को खाने भन्नुभएको होइन साथी बहिनी नपुग्ने किन बोल्नु ओ गिलास ल्यायो हौ कति जाने हामी पहिला कफी खान अँ कफी र चाय कफी र कडक बङ्गाली चाय खाम बङ्गाली चाय त माटी मुनि अनि खाने त्यसपछि होला नि माटी मुनि सुरजले दु खान्छ अरे कफी कनिका ब्रान्डको चाय हुन त खाइदिने के भएर किनै जान्छ र छुट्टीमा आएको मान्छे के खानु खानु बासमा देखायो भने कनी खानु कनिका चामल किन खाने हो यार खाना खाना बासमा किन कनीका खाँदा छोरा म बासमा यसो अब यहाँ टक्क उयो देखाउँछु के खेमला पठाइदिन्छु म त्यस्तो कनीका यहाँ फुलबारी देखाउनु पर्यो लागोसको फुलबारी सर तिहारमा ओहो है फुलबारी तिहारमा माला गराउने फुलबारी यो समरको पहिलो स्विमिङ गरियो बोनी भयो आज हजुर समर बोनी भयो नि होइन यो समरको स्विमिङ सुरु भयो अब दाइ हजुर चस्मा त हजुरको त कडा देखियो त चस्मा त फेरि सुरजले लोनमा बेचेको मलाई ए लोनमा ट्रान्सफर हो महिनाको 3 युरो महिनामा तिर्नु पर्ने हो कति महिनामा महिनामा र पहिलो किस्ता अब आज एक गति आज दिनु पर्यो खतरा रहेछ फेरि यता यसो ब्रान्ड पनि देखाइदिउँ ए माइला ब्रान्डको चस्मा एक गति आज यो किस्ता त आज कि 20 दिन बज्यो अनि चाबी आफू खै यो खलम यसो गरौँ अब यो कोकलाई ठाउँमा राखौँ अनि रेड बुल खाऊँ होइन यहाँ एकैछिन फेरि रेड बुल किन खाने चिया खाने भने किन म त चिया खाँदैन कि रेड बुल खाँदै गर्छु यहाँ कफी खाने होइन साँच्चै त्यही त के चिया त कहाँ पाउँछ र यहाँ ए म एकैछिन त हेरेको भएको फेरि त्यही गरौँ ल ए यहाँ हाम्रो सामान त फेरि लोडेड छ के अरे पुरै फुल पहिरो जानु लाखा गाडीमा पहिरो जान्छ के झिक्लाको के झिक्लाको के होइन त्यो कोक हालिदिनु के त्यो आइस बक्सभित्र अँ खैलो चढ चढ तल आइसमै हालिदिउँ क्या होइन खरबुजा त जुसै निकाल्न लाग्यो तिमीले त के गरेको आउँछ अलिक तल हालौँ भनेर हो के अरे आउँछ के बाप ल तल राखिदिउँ बनाइदिनुलाई आफ साफ पर खतर खतर पार अनि पनि उस्तो क्रिम पनि ए तपाईँको छ बाबु ल त्यहाँ आइपेड पनि छ है फेरि फुटाउला है त्यो कहाँ त्यहाँ ए फुट्दैन ढुक्काउनुहोस् ढुक्कौ ढुक्का ए ए यो त्यो पोको हजुर जुत्ता लाउने नि त हजुरको जुत्ता अगाडि यो त यो चिसो छ नि त लाउने जुत्ता पकाउनु निकाल्नु नि त त्यही हो कि जुत्ता अघि राखेको के राख्नु के हो पन्टङ मुनि के हो यो त ड्याम जस्तो गराएको रहेछ अगाडि होइन यता अगाडि के अनि यतादेखि पानी हालेको होला है तर नहुँदाखेरि पानी चाहिँ चिसो थिएन पानी चिसो थिएन त्यही बाहिर हावाले हो क्या बाहिर चिसो भएको थियो हावाले चाहिँ चिसो गराएको यो पनि दामी हुन्छ थियो यो बोर्ड यो यहाँ जालीवाला हो कि जालीवाला जालीवाला अहिलेको यति हो कि बोर्ड खतरा रहेछ है त्यो स्पोर्ट टाइपको हो क्या होइन यो तान्ने त्यो पनि त्यो गेम नि यो खेल्छ फर्किने के फर्किने जालीवाला तर यो छ नि जाली हुन्छ नि त्यहाँ बस्ने चाहिँ त्यहाँ हो कि उयो यस्तो खालेमा पनि त उसाले हुन्छ नि त त्यो गेम फर्काउने फरक मैले चाहिँ लिस्टमा पनि क्या त्यो सट्ट घुमाएको घुमाएको देख्दैन त्यो उसमा हामी गाछमा बसाएर क्या सट्ट यस्तो घुमाउँछ नि त्यो फर्काएर क्या हेर्नै के भयो ए पुलको पुल लन्डन ब्रिज लन्डन ब्रिज भयो नि त ल ओ माइ गॉड ओ आयो आयो ल त्यो सिप जान लाग्यो त्यही भएर पोर्चुगलमा लन्डन ब्रिज रहेछ थाहा अघि त्यहाँ पुरा खतरा ड्याममा हान्देकै गोली त धुवा चाहिँ भुस्छ निस्किँदै बन्दुकदेखि हेर त लागोस ब्रिज टारारारा
ल ब्रिज बन्द हुन थाल्यो है छिटो ए खुल्न थाल्यो बन्द त अघि नै बन्द भएन होइन ओ माछा होला ब्रिज बन्द हुँदैछ है पछाडि बागा बोर्डर खुल्यो खतरा लगाएको रहेछ पुरै पानीको बोतल कन्ट्रिब्युट गरिन्छ अलिकति कता उता बिचतिर कता होला कतिजना हामी अब यतातिर जाने कि डाकु महाराजको बोर्ड आयो अनि यस्तो यो साह्रै सर्ट ट्रिपको लागि हो कि 1 घन्टा भयो हामीले यो अलि भयो होइन हाफ एन आवरको चाहिँ आयो त्यस्तै होला हाफ एन आवरको हो कि अर्को आयो कि फर्केर हजुर के भन्दो रहेछ यहाँ त यार गोली हान्छ कि नै है आइसकेपछि सिपेर नै आएर यो त्यो पानी फेरि किन फालेको छ त त्यहाँदेखि मोटरको पानी हो कि के हो हेलो हेलो बसिसकेर होइन हामी त उसके के भन्छ र त यसलाई दुवैतिर बेल डान्स त भयो अर्को केही होला नि यसको नाम अरबिक हेर्नलाई हामी तस्रिफ भइयो केमिकल्स यो के को हड्डीहरू है हड्डीहरू होला होइन यो के हो यो काठ हो कि हड्डी हो यो दाउरा है पुरै रटेर उसो गर्ने सुरत है बिन बजाइदिनु न बिन माग्ला यही फेरि घर लान्छु भनेर कोब्रा चाहिँ मिल्यो अरे मकैको कोब्रा यो त
मकैको खोप र उता फेरि के को खोप उता रातो मकैको खोप। दुइटैमा हो त्यो जुरी मकै हो र यो दुइटै हेर न यो रातो मकै अनि यो चाहिँ सेता मकै। पहेँलो मकै यो मोरक्कनहरूको रहेछ है प्याज सानो बच्चा रहेछ यहाँ त मलाई के त्यहाँ रहेछ नि त ठुलो Aumentos para के अजिङ्गर हो यो छुनी अरे के यसले पुरा क्लासिक रहेछ त एउटा त फेरि होइन चेस बोर्डहरू हुक्का मान्छे यस्तो टक्क 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 ब्युटिफुल लेडिज हातले त्यहाँ चलाएर खेलाउँदो रहेछ हट के देख्न पाइयो यार लाग्यो सायसित है ल कहाँ फेरि ए रबरको हो यो बाजा होला सुँगुर यो 2-3 कन्ट्रीहरूको फुड फेस्टिभल जस्तो रहेछ Oh my god. Diana. यो बल्ल खुसी भयो जापानिजको सुरु भयो जापानिज केही पनि छैन जापानिजमा त खाना मात्र जापानिजमा त त्यो खानामा त उस्तै पऱ्यो मोरक्कन त त्यहाँ एकछिन फिल त्यही मोरक्कनै भएछ भयो त्यो मान्छे जापानिज कोही पनि छैन क्या फेरि नेपाली होला उस्तै पऱ्यो त्यहाँ त्यो फिल्डै मोरक्कनको त्यही फिल चाहिँ त्यो थियो यता उता के को गोली तोप हाने कि गोली हाने त्यहाँ फेरि ड्याङ कि ड्याङ सकियो दुई दिनको घुमघामपछि हामी फाइनल्ली घर आएका छौँ बचेकुचेको सामानहरू यहाँ छ आइस पनि छ यहाँ आइस खाने कम्पिटिसन हुन्छ अब एकैछिनमा हाम्रो होलिडे सकियो ल भिडियो पनि सकियो यो सिरिज सकियो भनौँ अलग्राफ अनि अल्फुवेरा अनि लागोस अनि फारोको सिरिज सकियो अब यो गाइस नेक्स्ट भिडियो बाय बाय